सेवा सेवा। नमस्कार साथीहरू, आज पनि हामी अर्को मुकबाङ भिडियो लिएर आएका छौँ। आज हामीसँग छ हजुरहरूलाई कोदोको रोटी छ। हजुरले देख्न सक्नुहुन्छ कोदोको रोटी। यहाँ छ आँपको चाना अहिले सिजन अनुसार, अनि फ्राई राइस छ, अन्डा फ्राई राइस पनि छ साथीहरू। अनि यहाँ छ अन्डा अमलेट पनि छ साथीहरू, हजुरहरूले देख्न सक्नुहुन्छ। र यहाँ छ आलुको फ्राई, आलु चाहिँ हामीले यो अन्डा र मटरमा गरेको यो बनाएको छौँ, मिठो छ, हजुरहरूले देख्न सक्नुहुनेछ। अब हामी हजुरहरूलाई भिडियोमा हजुरहरूलाई देखाउन गइरहेको छौँ। अनि यहाँ छ टिमुरको अचार पनि छ, टमाटर र टिमुरको अचार। अब साथीहरू, मम्मी कहाँबाट सुरु गरौँ? अब कोदोको रोटीबाट अचार। हामी साथीहरू कोदोको रोटीबाट हजुरलाई देखाउन गइरहेको छौँ। वाउ छोरी, कोदोको रोटी कहाँबाट निकाल्नु खै मम्मी लिनुहोस् त। ए लो खानु भन्दा त लु खाम है। साथीहरू कोदोको रोटी एकदम राम्रो नरम बनेको छ, रोटी मिठो छ। खाएको हेर्नुहोस्। टिमुरको अचारमा टमाटरको अचारमा मिठो हुन्छ कोदोको रोटी साथीहरू। मिठो त खाऊ, कहिले कोदोको रोटी कस्तो मान्दैन खानु। हजुर मम्मी। मलाई नै अलि मन नपर्ने, मलाई नै मिठो मिठो बनाएर राखिदियो। यो चाहिँ आँप हो साथीहरू, अहिले आँपको सिजन चलिरहेको छ। मिलो छ एकदमै, मुखै रसाउँछ अहिले आँपको यो चानाले। खाने हो सरी, खतम, म खान्छु ल कोदोको रोटी। मम्मी रोटी ल्याउन हौ खाम। मलाई टाढो भयो क्या, रोटी देऊ। आलुको तरकारी मिठो छ, आलुदम मम्मी। खान आलुदम नातिनी खा आलुदम। ल कुन स्टाइल हो छोरी, कुन तरिका हो खाने? मम्मी अन्डा खानु न, अन्डा अमलेट। म चाहिँ कोदोको रोटी खान्छु, मलाई एकदम मिठो लाग्यो क्या यो रोटी। छोरी कोदोको रोटी खानुहोस्, छोरी कोदोको रोटी खाऊ त।
मिठो भयो छोरी यस्तो गरेर चाहिँ मलाई पनि मनपर्छ हो आलु आमा यो खानु त म्याङ्गो थोरै कस्तो बनाउँछ एकदम मिठो छ पिरो छ अमिलो मेरो छ त्यहाँ अब यो फ्राइड राइस खानु ए यो मेरो छ यहाँ यही खाइसकेको छैन ल ल ल मिठो छ मुखै रसाएको छोरी म्याङ्गोले त लु छोरीले त फेरि लु त तेरो त अन्डा खा त लु कति खान्छ हो अन्डा कुन स्टारको छोरी हौ पसिनै मलाई छोरी हो लु त फेरि मम्मी हेर्नु त छोरीले खाएको हेर्नु न एकचोटि खाने मान्छे खान्छ त अनि छोरीलाई अब बहिनीलाई बोलाउनु पर्छ ल हुन्छ दुईजना वाउ मिठो छ छोरी है टेस्टी छोरी कोदोको रोटी कस्तो छ मिठो छ लु त फेरि यो खाऊ त लु तेलमा पकाएको छ तेल लगाएर बनाएको छ लु त वाउ मिठो
के त पायो त छोरी रोटी खाऊ रोटी मिठो छ क्या टेस्टी छ सुहाउने रसिलो मिठो छोरी पिरो पनि छ है छोरी आज होइन टेस्टी बेस्ट बस आमै हो चम्चा हेर चम्चा पिरो भयो छोरी पिरो भएर सक्यो कि मसँग मम्मी अचार खानु तिम्रो त मिठो भएको छ अरे यो लु त टिम्बुरको अचार गुवाम म छोरी भयो भयो साथीहरू भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद हामीले खाइसक्यौँ अब हजुरहरूले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै बिदा हुनु माग्दछौँ भिडियोबाट बाई बाई